यसो गरौँ, सबैको सहमति अनुसार यी साढेहरूलाई वर्ल्ड कप दिएर पठाइदिउँ। के अर्जेन्टिना, पोर्चुगल, स्पेन अरूको के कुरा गर्नु यार। यी साढेहरूले दिँदैन। यी साढेहरूले छुन दिँदैन। यो फ्रान्सको साढेहरूले दिँदैन केटा। जुन हिसाबले मैले प्रिडिक्सन गर्थेँ नि 5-2 भ्यान्चोत यी नर्वेको कोचले नि मैले प्रिडिक्सन गरेको सुनेरै हो कि यो जम्मैलाई बसाएको साढेहरू। यही मुजीहरूलाई त के गर्ने भ्याच। डेम्बेले पागल भइसक्यो। डेम्बेलेले के सोच्यो थाहा केटा? आँसला म ब्यालेन्डियर विनर हो। अघिल्लो वर्षको ममुजी ब्यालेन्डियर विनर हो। एम्बापेले गोल हान्यो। भिनी त्यस्तै फर्ममा आइरह। ती बुढा भएका मेसी रोनाल्डो त फर्ममा आए। म ब्यालेन्डियर विनर हो अघिल्लो वर्षको मैले नहान्ने कुरो भनेर हिजो डेम्बेलेले पड्कायो। हिजो एम्बापेको बवाल। एम्बापेले यस्तो राम्रो खेल्यो नि 2 एसिस्ट दिएछ एम्बापेले। तर मलाई यो साढेलाई देखेर चाहिँ डिसअपोइन्टमेन्ट भयो क्या। म झन् एम्बापे भर्सेस हल्यान्ड हेर्ने भनेको त भ्यान्जस नर्वेको कोचमा भोसडीले त दानवलाई नै बेन्चाएर राखिदियो त। बी टिम खेलाएर हुन्छ यार। लगभग पुरै बी टिम खेलाइदियो मुझेहरूले। सर्लोथ बेन्चमा छ, हाल्यान्ड बेन्चमा छ। यो मुझेहरूले गर्न के खोज्यो?